हजुर हजुर अनि म्याद थपेपछि ठेकदारले अनि काम गर्छ त 15 वर्षसम्म एउटै पुलको म्याद थप्दै हिँड्ने हो त केन्द्र सरकारले। निर्माण सम्पन्न गर्नुहोस्, यो अधुरो रहेको काम चाहिँ पुरा गर्नुहोस् भन्नु भएन तपाईँले? ओहो, हामी के यहाँ सुतेर बसेका छौँ त? जनप्रतिनिधि बनिसकेपछि हामी सुत्नलाई बनाएको त होइन के? हामी निर्वाचित भइसकेपछि पटक पटक धनगढी स्थित हुलाकी आयोजना कार्यालयमा पुगेका छैनौँ कि? काठमाडौँ हामी हुलाकी आयोजना कार्यालयमा पुगेनौँ कि? भौतिक पूर्वाधार मन्त्रालय काठमाडौँ धाएनौँ कि? यो विषयमा प्रधानमन्त्रीजीलाई पनि हामीले नगरपालिकाको टोली गएर डेलिगेसनको पत्र बुझाएनौँ कि? हामीले त सबै ठाउँमा पहल गरिरहेछौँ। अनि यो चाहिँ तपाईँको कार्य सम्पन्न नहुनुको कारण, यो त कार्यान्वयनमा नहुनुको कारण, काम नहुनुको कारण के हो त? यो विशेष गरेर यो कार्यान्वयन नहुनुको कारण यो सङ्घीय सरकारको गल्ती हो कि? राष्ट्रिय गौरवको योजनामा चाहिँ काम नगर्ने ठेकदारलाई कारबाही गर्नु परेन? आदरणीय दर्शकबिन यहाँलाई नमस्कार। दर्शकबिन अहिले म भजनी नगरपालिकामा छु। भजनी नगरपालिकामा रहेको हुलाकी राजमार्गमा जोड्ने एउटा पुल छ। यो पुल 15 वर्षदेखि यो कार्य सम्पन्न नभएको भन्ने विषयमा जनगुनासो चौतर्फी रूपमा हामीले पाएपछि, जानकारी पाएपछि यहाँ स्थलगत रूपमै हामी आएर यो पुलको अवस्थाको बारेमा केही स्थानीय व्यक्ति र यहाँको जनप्रतिनिधिज्यूहरूसँग हामी केही कुराकानी गर्नेछौँ। यो पुल किन बनेन, कसरी बनेन र यो 15 वर्षसम्म यो कार्य सम्पन्न किन भएन तखेरि यहाँनिर यो पुलको फिनिसिङ आउन अझै बाँकी रहेछ। यस ठाउँमा यो साइडमा चाहिँ तटबन्धन गरिनुपर्ने थियो। यो तटबन्धन नगरिएको कारणले गर्दाखेरि बर्खायाममा यहाँको पानीले खोलेर फेरि यो बाटो अवरुद्ध गरिदिन्छ। दर्शकबिन यहाँनिर यो त्यसै गरिकन मैले फेरि यहाँनिर अनुरोध गरेँ क्यामराम्यानज्यूलाई पनि। र यहाँनिर चाहिँ यो हेर्नुहोस्, तपाईँले यहाँनिर देखिराख्नु भएको छ, यो यतातिर पनि तटबन्धन गरिएको छैन। यहाँ माटो चाहिँ फिनिसिङ आएको छैन भनेर चाहिँ यहाँ यो पुलमा देखिएको छ। र यहाँ पूर्ण कम्प्लिट भएको छ कि छैन? भएको छैन सर। यो बाटो अलिकति घच्याक र गुचुक अलिक खाल्डाखुल्डीहरू बढिरहेको छ। यो बाटो अलिकति कम्प्लिट भयो भने हामीलाई पनि सहजता हुन्छ भन्ने। हस्, धन्यवाद। दर्शकबिन तपाईँ तेल व्यवस्थापन गरिदिनुहुन्थ्यो? गरिदिन्थेँ। तेल ल्याउने काम चाहिँ गरिदिनुहुन्थ्यो? हजुर। कति हजार तपाईँको पाउनु भएन तपाईँले? मैले अझै 20,000 पाउन बाँकी छ। हजुर 20,000 पाउन बाँकी छ। हजुर। अब यस ठाउँमा तपाईँले त केही मोटामोटी भनिहाल्नु भयो। यसलाई चाहिँ यो फिनिसिङमा आउनको लागि के मुख्य कामहरू चाहिँ के अधुरो छ यस ठाउँमा? यसमा सबभन्दा अधुरो भनेको यतातिर साइड लगाउन होइन, केबुल के भन्नु नि हो। अनि यहाँनिर यो बनाउन, यो अगाडि यता बर्खायाममा कतिको यहाँ चाहिँ अप्ठ्यारो हुन्छ, कतिको बाटो अवरुद्ध हुन्छ यस ठाउँमा? यो ठाउँमा यो साल हाम्रा 2टा वडा अध्यक्ष मिलेर अलिकति यहाँ माटो हालिदिनु भयो, धेरै राहत भयो। नत्र भने हामी यति पानी तरेर पारी गर्थ्यौँ। अनि यता पनि के छ भने यति पानी तरेर हामी लगभग छातीसम्म पानी तरेर यहाँ पनि पारी गर्थ्यौँ भने मैले पनि भने त्यो के भन्नु, त्यो ठेकदारको नाउँ सुबित श्रेष्ठलाई मैले त्यसलाई मैले 10 चोटि फोन गरेर भन्याउँ। तर दायाँ पनि बनाऊ, बायाँ पनि पैसा हामी लगाइदिन्छौँ, तर दिनुपर्छ। अनि ठेकदार के भन्थ्यो? उसले भने म आज बनाउँछु, भोलि बनाउँछु, पर्सि बनाउँछु। त्यो लापत्ता भइहाल्यो तिनीहरू। दर्शकबिन हामी भजनी नगरपालिका वार्ड नम्बर 3 का वडा अध्यक्ष ज्यू हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्नेछौँ यो पुलको अवस्थाको बारेमा। स्वागत छ हजुर तपाईँ। हजुर, धन्यवाद हजुर। यो पुल जुन 15 वर्षदेखि यो पुल निर्माण सम्पन्न भएन भन्ने चाहिँ जनगुनासो आयो। तपाईँ एउटा जनप्रतिनिधि हुनुहुन्छ र यो वास्तविक रूपमा पुल अहिलेसम्म 15 वर्षसम्म निर्माण नहुनुको कारण के हो, अलिकति बताइदिनुहोस्। हजुर नमस्कार, म भजनी नगरपालिका जिल्ला कैलाली भजनी नगरपालिका वार्ड नम्बर 3 को वडा अध्यक्ष, म जनप्रतिनिधि। म विगत 2074 सालदेखि नै जनप्रतिनिधि छु, हाल पनि छु। अहिले विशेष गरेर यो पुल हाम्रो विगतमै करिब 2066 सालतिर चाहिँ यो ठेका भइसकेको पुल हालसम्म चाहिँ हामीले यो पुल अहिले 15 वर्ष पुग्न आँटेको छ। अहिलेसम्म पनि यो पूर्ण रूपले यो निर्माण सम्पन्न भएको छैन। अझै यसमा चाहिँ यो फिनिसिङ कार्य पूर्ण रूपमा बाँकी छ। यो ठाउँमा तपाईँको आवत जावतमा गाडीहरू चलिरहेको अवस्था छ, हजुरको भनाइ मैले बुझेँ कि यो फिनिसिङ हुन सकेको छैन। कति % यस ठाउँमा काम भइसकेको छ ल भन्नुहोस् त? अब अहिले वर्तमान अवस्था हेर्दाखेरि करिब यो हामीले 80 देखि 90% चाहिँ काम भइसकेको छ। जेन तेन चाहिँ यो आवत जावत चाहिँ सुचारू छ जेन तेन। अझै फिनिसिङ कार्य नभएको हुनाले यो पटक चाहिँ अवरोध पनि हुने गर्छ। विशेष गरेर बर्खायाममा चाहिँ एप्रोच रोडको काम चाहिँ यो रोडहरू पानीले चाहिँ बगाइदिने, कटानी गरिदिने, त्यसले गर्दाखेरि अवरोध हुन्छ। पछि पालिकाबाट हामीले सामान्य मर्मत गरेर फेरि सुचारू गर्छौँ। भनेपछि प्रत्येक वर्षमा यहाँ चाहिँ बर्खायाममा यो रोडमा अवरोध हुने गर्छ?
हो आउजावतमा समस्या हुने गर्छ। समस्या हुने गर्छ हजुर। र यो चाहिँ अब 15 वर्षसम्म एउटा 100 मिटर लामो पुल हो। यो फेरि राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्ग अन्तर्गत पर्ने कन्द्रा नदीमा बनेको पुल हो। यो बनेको पुल हो। अहिले पनि यसमा फिनिसिङ कार्य पूर्ण रूपले बाँकी छ। फिनिसिङ कार्य भइहाल्यो भने त्यसपछि यो सजिलै हाम्रो आवत जावतमा चाहिँ सजिलो हुन्छ। अझै यो एप्रोच रोडको काम बाँकी छ अनि यो के अरे यो रिटेनिङ वालको कुराहरू बाँकी छ, तटबन्धनको कुरा बाँकी छ यसमा। त्यही भएर अब हाम्रो तपाईँ त अब अहिले त वर्तमान समयमा अहिले तपाईँ सरकार स्थानीय तहको एउटा वार्ड अध्यक्ष हुनुहुन्छ। तपाईँकै एरियामा 3 र 5लाई जोड्ने एउटा हुलाकी राजमार्गमा रहेको पुल छ। तपाईँहरू जनप्रतिनिधि भइसकेपछि तपाईँहरूले गुनासो मात्रै पोख्ने, तर तपाईँहरूले चाहिँ यो सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्नु भएन, यो निर्माण सम्पन्न गर्नुहोस्, यो अधुरो रहेको काम चाहिँ पुरा गर्नुहोस् भन्नु भएन तपाईँले? ओहो, हामी के यहाँ सुतेर बसेका छौँ त? जनप्रतिनिधि बनिसकेपछि हामी सुत्नलाई बनाए हो त? होइन के? हामी निर्वाचित भइसकेपछि पटक पटक धनगढी स्थित हुलाकी आयोजना कार्यालयमा पुगेका छैनौँ कि? काठमाडौँ हामी हुलाकी आयोजना कार्यालयमा पुगेनौँ कि? भौतिक पूर्वाधार मन्त्रालय काठमाडौँ धाएनौँ कि? यो विषयमा प्रधानमन्त्रीजीलाई पनि हामीले नगरपालिकाको टोली गएर डेलिगेसनको पत्र बुझाएनौँ कि? हामीले त सबै ठाउँमा पहल गरिरहेछौँ। अनि यो चाहिँ तपाईँको कार्य सम्पन्न नहुनुको कारण, यो त कार्यान्वयनमा नहुनुको कारण, काम नहुनुको कारण के हो त? यो विशेष गरेर यो कार्यान्वयन नहुनुको कारण यो सङ्घीय सरकारको गल्ती हो कि राष्ट्रिय गौरवको योजनामा चाहिँ काम नगर्ने ठेकदारलाई कारबाही गर्नु परेन? कारबाही गर्न ठेकदारहरूलाई कारबाही नगरेपछि त ठेकदारले काम गर्छ त? 2 वर्षमा बढीमा 2 वर्षमा बन्ने पुल लाग्ने हो त अनि 15 वर्ष नि कारबाही गर्नु पर्यो नि सङ्घीय सरकारले। लाचार सङ्घीय सरकार भएपछि यस्तै हुन्छ नि त नि। यो सङ्घीय सरकारबाट आएको बजेटबाट निर्माण भएको पुल हो। यो राष्ट्रिय गौरवको योजना हो। हजुर। यो अन्तर्राष्ट्रिय स्तरमा यो रोडको ऊ छ, महत्त्व छ। यो अन्तर्राष्ट्रिय रोड भने पनि हुन्छ यसलाई त। हुलाकी राजमार्ग हो यो राष्ट्रिय गौरवको योजना हो। यसलाई चाहिँ कति छिटो सम्पन्न गर्नुपर्छ भनेर त त्यो राष्ट्रले सोच्नु पर्यो त, केन्द्र सरकारले सोच्नु पर्यो। केन्द्र सरकारको भौतिक मन्त्रालयले आफ्नो मन्त्रालय अन्तर्गत काम चाहिँ छिटो सिधाउनु पर्यो, सोध्नु पर्यो त। हामी स्थानीय तहको अधीनमा छैन यो पुल, त्यही पनि हामीले यो रोड अवरुद्ध नहोस् भनेर पालिकाबाट हरेक वर्ष मर्मत गर्छौँ हामीले। तपाईँहरूको ठाउँमा के विकास हुने नहुने अथवा तपाईँहरूको एरियामा भजनी नगरपालिकाको एरियामा विकास अहिले राष्ट्रिय गौरवको लागि भए पनि राष्ट्रिय बजेटबाट आए पनि तपाईँहरूले यसलाई चाहिँ विकास छिटो गर्नुपर्ने, पहल गर्नुपर्ने, यसको लागि चाहिँ भन्नुपर्ने, धाउनुपर्ने, यो विकास होस् भन्नुपर्ने त तपाईँहरूको कर्तव्य हो नि त। त्यो कुराहरू हामीले कतिपटक भनौँ, तपाईँलाई देखाऊ म चाङ देखाइदिन्छु। हजुर हजुर। हामीले मन्त्रालयमा बुझाएको फाइलको ओसी हजुर प्रत्येक वर्ष हामीले बुझाएको ओसीको चाङमा देखाइदिन्छु। हुलाकी आयोजना कार्यालय धनगढी धाएको फोटोको तपाईँको चाङ खोज्नुहुन्छ, फोटो देखाइदिन्छु। हाकिमसँग हामीले कुरा गरेको। यो चाहिँ कसको लापरवाही हो चाहिँ? यो लापरवाही कसको? ठेकेदारको लापरवाही भने त नेपाल सरकारको लापरवाही हो, यो केन्द्र सरकारको सङ्घीय सरकारको लापरवाही हो। सङ्घीय सरकारले जबसम्म ठेकेदारलाई कारबाही गर्दैन के, अनि ठेकेदारले निर्माण गरिसकेपछि ठेकेदारको यो जुन बिल भरपाई हुन्छ, बजेट विनियोजन भएको छ कि छैन? अरे बजेट निकास भएको छ कि छैन? यो राष्ट्रिय गौरवको योजनाको लागि बजेटको कहिले पनि अभाव हुँदैन। तपाईँ जतिवटा मैले सोध्न चाहेको कुराहरू, यदि यहाँ ठेकेदारले काम गरिसकेपछि त उसले चाहिँ काम गरेको त ज्याला पाउला, उसले चाहिँ तपाईँको रकम त भुक्तानी गर्यो होला, त्यो भयो कि भएन भन्नु? भुक्तानीमा समस्या छैन। ठेकेदारले जति काम गरेछ एक पैसा पनि बाँकी नराखेर सबै पैसा पाइसकेको छ। काम नगरेको पैसा पो पाएको छैन त। भनेपछि काम सम्पन्न नभएपछि पनि भुक्तानी भइसक्यो भन्न खोज्नु भएको तपाईँले? होइन, तपाईँ उल्टो कुरा किन गर्नुहुन्छ पत्रकारज्यू? हजुर हजुर। ठेकेदारले जति काम सम्झौता त तपाईँको पुरै काम गरिसकेपछि, पुरै काम कम्प्लिट भएपछि सम्झौता अनुसार चाहिँ भुक्तानी होला नि त। के हो त? होइन, त्यो जिम्मेवारी भनेको हाम्रो आयोजना कार्यालयको हुन्छ। आयोजना कार्यालयमा हाकिम छन्, आयोजना कार्यालयमा प्राविधिक इन्जिनियर छन्। उसले कति काम गरेको छ र उनले चरणबद्ध तरिकाले भुक्तानी पाउँछ कि एकैमुष्टै सँगै पैसा पाउँदैन। उसले चाहिँ क्रमबद्ध रूपमा चाहिँ जति काम गर्छ त्यति कामको मूल्याङ्कन हुन्छ, त्यति पैसा भुक्तानी हुन्छ। अनुगमन टोलीले त्यसको अनुगमन प्रतिवेदन बनाइदिन्छ, यसले यति काम गर्यो, यति पैसा पाउँछ। जस्तै अब यो फिनिसिङ कार्य बाँकी छ, फिनिसिङ कार्य सम्पन्न गरी फिनिसिङ कार्यको पैसा मूल्याङ्कन गरेर पाउँछ। त्यो चाहिँ सिस्टममा हुन्छ। त्यो उसले चाहिँ सुरुमै पैसा चाहिँ पाउँदैन, उसले काम गरिसकेपछि पैसा पाउँछ र जति काम गर्छ त्यति पैसा पाउँछ। र मेन कुरा के हो भनेपछि यहाँ पटक पटक ठेकेदारको म्याद थपिदिने, पटक पटक के ठेकेदारको म्याद थपिदिने। अनि म्याद थपेपछि ठेकेदारले अनि काम गर्छ त? 15 वर्षसम्म एउटै पुलको म्याद थप्दै हिँड्ने हो त केन्द्र सरकारले, सङ्घीय सरकारले?
त्यसै गरी हामी यहाँको स्थानीय व्यक्ति हुनुहुन्छ लामो समयसम्म उहाँ चाहिँ यो यहाँ पुल निर्माणको लागि जुन सामग्रीहरू रेखदेख गर्ने व्यक्ति यहाँको व्यक्ति हुनुहुन्छ उहाँसँग हामी के प्रतिक्रिया लिनेछौँ। जुन यो पुल निर्माण कति वर्षदेखि निर्माणाधीनमा छ यो मतलब निर्माण भइरहेको छ? कई वर्ष हुई गिला सी तुम्हें कन पता ही नहीं हो लिखल हुए कति वर्ष? 15 वर्ष हुई गिल 15 वर्ष। हजुर सुन्नुमा आएको थियो तपाईँले 15 कति वर्षको चाहिँ तपाईँले ज्याला पनि पाउनु भएको छ भन्ने कुरा थियो ठिक हो? 2.5 वर्षको 2 वर्षको। हजुर कति तपाईँले महिनामा पाउने कुरा थियो? 35,000 35,000 हजुर हो? हजुर ए अहिले 2.5 वर्षसम्मको तपाईँले ज्याला पाउनु भएको छैन? पाए छैन हो। अनि यो यहाँ चाहिँ कामहरू के गर्न बाँकी छ के जानकारी छ तपाईँलाई? यहाँ के छ अझ? अब यतातिर गेबिङको अधुरा यो गेबिङको काम छ। हजुर हजुर यो रङरङ्गुलन छ। हजुर यतातिर गेबिङ भएको छ। दायाँ बायाँ सबैतिर भएको छ। एउटै तरफ मात्रै यो तटबन्धन भन्ने छैन यता? रङरोगन फिनिसिङमा आएको छैन यो? यो आएको छैन हो। हजुर यो कुन कम्पनीले चाहिँ यो ठेक्का लिएको थियो के जानकारी छ हजुरलाई? यो गावर कम्पनीलाई लिए थियो। हजुर के हो का कम्पनीको नाम रहे हो है? ठिक छ तपाईँ सुन्नुहोस् यतातिर हजुरको तलब अहिलेसम्म आएन। तपाईँले स्थानीय वडा नगरपालिकासँग समन्वय गर्नु भएन? गरे थिए। गर्नुभएको थियो? हजुर त्यसपछि पनि कसै सुनवाई गरेन? कसैले सुनवाई गरेन। दर्शक पनि हेर्नुहोस् त अहिले काम गरिसकेपछि पनि उहाँले ज्याला पाउनु भएको छैन। यो कतिसम्मको न्यायसङ्गतको कुरा हो? कतिसम्म यहाँ कामदारहरूले 2 वर्ष कति वर्ष भन्नुभयो? 2.5 वर्ष 2.5 वर्षसम्मको उहाँले चाहिँ काम गरेको ज्याला पाउनु भएको छ अथवा तलब पाउनु भएको छैन है। जुन यो पुल निर्माणको लागि अब हजुरहरूको माग स्थानीय तहबाट अब आगामी हिजोको समयमा तपाईँले जति मेहनत गर्नुभयो जहाँ धाउनुभयो अब चाहिँ अबको तपाईँको पहिलो पहल चाहिँ के हुन्छ? अब यस्तो छ आशा छ अहिले जेनजीको सरकार छ नेपालमा व्यवस्था परिवर्तनको लागि हैन भदौ 23 र 24 गते ठुलो आन्दोलन भयो। त्यो आन्दोलनको फलस्वरूप तत्कालीन सरकार विघटन भयो, संसद विघटन भयो, जेनजीको सरकार बन्यो। जेनजीको सरकारमा विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त भएका मन्त्रीजीहरू नियुक्ति हुनुभएको छ। केही आशा भरोसा जागेको छ। त्यसमै पनि अहिले वर्तमान अवस्थामा चाहिँ भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी चाहिँ हाम्रो कुलमान घिसिङजीले पाउनु भएको छ। उहाँ पनि एउटा राजनीतिक दल अहिले स्थापना गर्नुभएको छ। उहाँको राजनीतिक दललाई चाहिँ हामी चाहिँ एकदम उत्तरोत्तर प्रगतिको शुभकामना नै दिन चाहन्छौँ। हामी पनि राजनीतिक दलबाट नै प्रतिनिधित्व गर्दै निर्वाचित भयौँ। जननिर्वाचित भएर जनप्रतिनिधि भएका हौँ। उहाँलाई हामी चाहिँ उहाँको पार्टीको उहाँको उज्जवल भविष्यको कामना नै गर्छौँ। र साथै यो पुल हाम्रो जो विगत 15 वर्षदेखि अल्पत्र अवस्थामा छ त्यो पनि राष्ट्रिय गौरवको योजना हुलाकी राजमार्ग अन्तर्गतको पुल भदी नगरपालिका वार्ड नम्बर 3 ठेकीपुर स्थित यो पुल चाहिँ अबको दिनमा चाहिँ चाँडो यो फिनिसिङ कार्य यसको जो बचेको बाँकी रहेको फिनिसिङ कार्यको कार्य छिटोभन्दा छिटो सम्पन्न होस् र यातायात सहज रूपमा सञ्चालन होस्। यातायात अहिले सञ्चालन छ त्यो पनि कष्टकर रूपमा सञ्चालन छ। जेन टेन सञ्चालन छ त्यसमा पनि समय समयमा नगरपालिकाले मर्मत गरेर चलाइरहेको अवस्था छ। त्यही भएर म चाहिँ केन्द्र सरकारमा रहनुभएका हाम्रा जति पनि सम्बन्धित मन्त्रीजी हुनुहुन्छ कुलमान घिसिङज्यू लगायत हाम्रो प्रधानमन्त्रीजी हुनुहुन्छ अहिले सुशीला कार्कीजी उहाँलाई अनुरोध गर्छौँ कि यस्ता किसिमको हाम्रो भदी नगरपालिका मात्रै अवस्थित न कि जति पनि राष्ट्रिय गौरव अन्तर्गतका जति पनि कार्यक्रमहरू छ पुल बनाउने रोड बनाउने अथवा त्यो नहर सिँचाइको कुराहरू होला कृषिको लागि अनि जलविद्युत आयोजनाका कुराहरू यी सबै कुराहरूलाई चाहिँ समयमा सम्पन्न गर्नका लागि ठेकदारहरूसँग गर्ने अनि डिभिजन कार्यालयहरूसँग गर्ने विभागहरूसँग गर्ने जो समन्वय सहकार्य छिटोभन्दा छिटो गरेर काम सुचारू गरिदिन अनुरोध गर्छौँ। र साथै यदि काम नगर्ने ठेकदारलाई चाहिँ सबैलाई कालो सूचीमा हालेर सबैलाई चाहिँ कारबाही गर्न पनि म अनुरोध गर्छु। कुलमान घिसिङज्यूले त भनिसक्नु भएको छ काम नगर्ने ठेकदारहरूलाई चाहिँ कालो सूचीमा राख्ने उनीहरूलाई चाहिँ बर्खास्तै गर्ने भन्ने चाहिँ भनिसक्नु भएको छ। त्यो ताकि
भविष्यमा यस्तो किसिमको यो पुल पनि धेरै ठुलो पुल होइन, योसँग पछि पछि बनेका पुल पनि सम्पन्न भएका छन्। हाम्रै भजनी नगरपालिकामा यही नदीमा बिजुलिया भन्ने ठाउँमा वार्ड नम्बर 4 र 9 जोड्नका लागि पुल बनेको छ। योभन्दा ठुलो पुल छ, त्यो 2 वर्षमा सम्पन्न भयो। तर यो चाहिँ 15 वर्षसम्म सम्पन्न भएन। दुःखको कुरा छ। त्यही पनि अब हामी जहिले पनि जनताको चाहिँ कुरा, सबभन्दा बढी कुरा हामी स्थानीय जनप्रतिनिधिले सुन्नुपर्छ, जनतासँग टच भएको हुनाले। र तपाईँले बनाउनुहुन्न, तपाईँले राम्रो गरिदिनुहुन्न भन्ने कुराहरू हुन्छ। त्यही भएर हामी जहिले पनि सरकारलाई त्यही अनुरोध छ, तपाईँहरूको मातहतको सङ्घीय सरकारको मातहतको कुराहरूलाई तपाईँहरू निगरानी गर्नुहोस्, अनुगमन गर्नुहोस्, समयमा काम गराउनुहोस्। जनताले चाहिँ त्यत्तिकै राजस्व तिर्दैन, कर तिर्दैन, मालपोत तिर्दैन। जनताले तिरेको मालपोतहरू समयमा काम होस्, समयमा सेवा सुविधा जनताले पाउन् भनेर तिर्छन्। त्यसको चाहिँ विचार गरिदिनुहोस्। न कि कुर्सी पाइसकेपछि सत्ताको लोभमा लागेर बस्नुहुन्न कसैले पनि, चाहे हामी स्थानीय जनप्रतिनिधि हो, चाहे केन्द्रको, चाहे प्रदेशको। म यति मात्रै भन्न चाहन्छु। र हामी सायद छिटै फेरि कुलमान घिसिङ ज्यूसँग पनि यसको डेलिगेसन जानेवाला छौँ। यति भन्दै नमस्कार, धन्यवाद। अलिकति म हजुरको नगरपालिका र तपाईँहरूको नेतृत्व जुन तपाईँहरूको कार्य कुशलताको विषयमा अलिकति जोड्न चाहे, किनभने हजुर चाहिँ जनप्रतिनिधि हो। भजनी नगरपालिकामा लगभग लामो समयसम्म प्रशासकीय अधिकृत आउन सक्नु भएन अथवा त्यहाँ चाहिँ नियुक्ति भएन भन्ने एउटा चौतर्फी रूपमा चाहिँ विरोध पनि भयो। लामो समयसम्म आउनु भएन, यो विषय के हो? हजुरको वडा अध्यक्ष भएको नाताले कसरी बुझ्नु भएको छ, किन हो? यसमा यस्तो छ, हेर्नुहोस्, म सबभन्दा ठुलो कमी कमजोरी हामी जनप्रतिनिधिकै मान्छौँ। त्यो पनि यो नीति नियम बनाउने जनप्रतिनिधिहरूको के, जो चाहिँ केन्द्रमा बसेका छन्। केन्द्रले चाहिँ हामीलाई के गरिदिएको छ, हाकिम चाहिँ केन्द्रबाट पठाउने भनेर अरे स्थानीय कर्मचारीलाई हाकिम बनाउन नपाउने कानुन बनाइदिएछन् क्या। अब त्यो बनाउने भनेको केन्द्रमा बस्ने जनप्रतिनिधि होइनन् र, संसदहरू होइनन्, मन्त्रीहरू होइनन् र। अब भजनीको लागि चाहिने हाकिम चाहिँ धनगढी काठमाडौँबाट धनगढीबाट पनि होइन, प्रदेश सरकारले पनि होइन पठाउने। काठमाडौँबाट पठाएपछि काठमाडौँबाट पठाएका कर्मचारी नआइदिएपछि हाम्रो त कसरी ल्याउन सक्ने त? लामो समयसम्म नआएकै हो कि या पठाएरै हो? साउनको 1 गतेदेखि लिएर हामीले कार्तिक मसान्तसम्म हामी हाकिम पाएनौँ। मङ्सिरको 1 गते हाकिम साहब हाजिर हुनु भएको छ यहाँ। अब आफै बुझ्नुहोस्, त्यो पनि केन्द्रको सङ्घीय कर्मचारी रे। अब यहाँ त कर्मचारीमा पनि विभेद रे। निजामती कर्मचारी कोही सङ्घीयका छन्, कोही प्रदेशका छन्, कोही स्थानीयका छन् अरे। त स्थानीय तहलाई चाहिँ स्थानीयका नै हाकिम दिनु पर्यो नि। हाम्रो माग त त्यो हो। त्यो कानुन बनाइदिए त हाम्रो यहीँ पनि योग्य हुनुहुन्छ त कर्मचारी साथीहरू। अयोग्य त कोही हुनुहुन्न। सबैजना लोकसेवा पास गर्नु भएको छ, सबैजना डिग्री पास गर्नु भएको छ, सबैसँग शैक्षिक योग्यता पनि छ, दक्षता छ। त हाम्रो माग चाहिँ के हो भनेपछि स्थानीय पालिकामा चाहिँ स्थानीयकै कर्मचारीलाई हाकिम बनाउने नीति नियम बनाइदिए, त्यो तरिकाको व्यवस्था गरिदिएपछि हामी हाकिमको जो समस्या, हामी मात्रै होइन, भजनीको कुरा नगर्नुहोस्, 159वटा पालिकामा हाकिमहरूको हाजिर भएको थिएन कार्तिकको मसान्तसम्म। अहिले भर्खर हाजिर हुनु भएको छ। हेर्नुहोस्, 159वटा हामी डेलिगेसन यो हाकिमको लागि हाम्रो छिटो हाकिम पठाइदिनु, छिटो जनताको सेवा गर्नुपर्नेछ, काम गर्नुपर्नेछ भन्दाखेरि उहाँ जाँदाखेरि हामी रिपोर्ट पायौँ 159वटा हाकिम चाहिँ 753वटा स्थानीय तहमा मध्ये 159वटा स्थानीय तहमा हाकिम विहीन थिए। अझै पनि हाकिम विहीन छ। अब अहिले चाहिँ धेरै हदसम्म चाहिँ हाकिमहरू गइसकेका छन्। अब केही स्थानीय पालिका अझै पनि बाँकी छैन। त्यही भएर भजनीको मात्र यो समस्या होइन, देशभरिको स्थानीय तहको समस्या हो। यो किन समस्या आयो भनेपछि यो समस्या त्यही हो, निजामती कर्मचारीको वर्गीकरण गर्यो। यो वर्गीकरण नगर्नुपर्ने हो। स्थानीयको, सङ्घीयको, प्रदेशको कर्मचारी यो गलत भएको छ हो। यो गलत भएको हुनाले हामी चाहिँ यो जनताको सेवा समयमा दिन नसकेको, विकासका काम समयमा सुरु गर्न नसकेको। अहिले भर्खर हामी टेन्डर गऱ्यौँ। हेर्नुहोस्, अब भजनीबाट अहिले 9वटा पिच बनाउने टेन्डर थियो हाम्रो, 9वटा रोडलाई पिच बनाउने भर्खर गरेछौँ। अब त्यो सम्झौता हाम्रो पुससम्म पुग्छ। ठेकदार कहिले आउने काम गर्न? अब सक्नु पनि 1 वर्षको हुन्छ हाम्रो म्याद पालिकाको।
अनि असर पर्यो त हामीलाई। यदि त्यो हाकिम साहब साउनको 1 गते यहाँ हाजिर भएर बस्दिएको भए हामी साउन भदौमा टेन्डर गर्थ्यौँ, अहिलेसम्म सम्झौता भइसक्थ्यो, ठेकदार आएर काम सुरु गर्थ्यो। त यस्ता विविध कुराहरू छन् र बाँकी सबै लास्टमा सबै दोष काम भएन भनेर स्थानीय तहबाट काम भएन भने दोष जनताले सबै लगाउनु स्थानीय जनप्रतिनिधिलाई। त्यही भएर मैले जो शासन सत्तामा केन्द्रमा बस्नु भएको छ कृपया स्थानीयको समस्या बुझेर स्थानीय कर्मचारीलाई नै स्थानीयको हाकिम बनाइदिन म अनुरोध गर्छु, त्यो जिम्मा दिँदैन म अनुरोध गर्छु। अनि मात्रै स्थानीय तह चाहिँ राम्रै सञ्चालन हुन सक्छ। यति भन्न चाहे। धन्यवाद। धन्यवाद। ल जति यो उचाइ भयो, पिच हुने प्रक्रिया भयो, अनि साइडको देवाल भयो, यो सबै तयार हुनुपर्ने, पुल रङरोदन हुनुपर्ने केही भयो होइन। खालि एकछिन कसको होला, के लापरवाही कसको के भन्छ होला? यो लापरवाही हेर्ने भनेपछि अब ठेकदारकै देखियो उसरी। ठेकदारको? हजुर, ठेकदारले 15 वर्षसम्म यो यहाँ अधुरो काम छोडेर गइहाल्यो हो।